यो चाहिँ मिसिन हो। यसले चाहिँ यस्तो सुकेको घाँस निकाल्छ। पहिले यस्तो हुन्छ हरियाली, अनि यो चाहिँ मारेको हरियो है सुकेको घाँसहरू निकाल्दछ। हेर्नुहोस् यहाँ थाहा हेर्नुहोस् न, यहाँ सुकेको कति रास निकाल्दो रहेछ। हेर्नुहोस् त, यो सबै सुकेको घाँस हेर्नुहोस् है। आमामा सुकेको घाँस हेर्नुहोस् न है। तेरिका यसरी घाँसलाई स्याहार्नुपर्छ है वर्षै पछि। अनि त्यहाँदेखि चट्ट दबाई लाउनुपर्छ, पानी, अनि हरियाली आउँछ है। उता छिमेकीको हो, उता मिसिन लगाएको छैन। अनि मिसिन नलाएपछि घाँस सबै मर्छ। यो चाहिँ सुकेको घाँस निकाल्ने मिसिन हो। यसको पछाडिबाट निस्किन्छ यसरी निस्किन्छ। एकदमै सफासँग एकदमै राम्रो गर्छ। यदि तपाईँहरूले घरहरू किन्नु भएको छ भने टक्क यसरी मिसिन लाउनुहोस्। यो सुकेको घाँसहरू हेर्नु कति यसरी हेर्नुहोस् त, यसरी टक्क रास हुन्छ। हेर्नु, यता छिमेकीको हो, मिसिन लगाएको छैन, तर यता हाम्रो मिसिन